चित्रे तेरो त जहिले पनि आँखा सुन्नेको पो हुन्छ कि भाउजूले दिन्छ हो एक आमा भाइ के कुरा गर्छस् धोबीले के लुगा धुन्छ त्योभन्दा अगाडिको मलाई मेरो बुढीले धुन्छ नि हो भाइ के हो डेली भेट्छ क्या भाउजूकोबाट डेली नि हो भाइ है के भन्छस् म त नराम्रोसँगले झुक्किएछु नि हो भक्ति कसरी किन तेरो भाउजू त ब्ल्याक बेल्टको परेछ भाउजू स्ल्याप किक रनिङ किक ह्यामर किक पुस किक खालको नि हो किक त यहाँ खालि अन्डरमा दिउँदो रहेछ ब्ल्याक बेल्टको भेराइटिजको लात तपाईँ त भाग्यमानी रहेछ नि हो किन हो त भाग्यमानी रहेछस् किन अनि लातै मात्रै भेराइटीको भेट्छस् भने अन्त भाग्यमानी भएन ब्ल्याक बेल्टको मान्छेमा के परिरहेको बेलामा तँ चाहिँ मजाक गरिबस् मजाक गरिबस् ए ओइ चित्रे के भाउजू त के थरी पो के त ठेम्बर नि हो ठेम्बर राई र सुब्बा मिसिएको आम्मा नाकमै नि हो रिस्ता है नाककै टुप्पा अनि तैँले पनि अन्त बाघको स्वरबाट गाडी दिनु पर्दैन भाउजूलाई बाघ त बाघ नि बाघ त के बाघ बुढी छेउमा जस्तै बाघ पनि मुसाइ हुनु पर्दो रहेछ थ्याट बुढीलाई त्यसरी जातापाई उस गर्नु हुँदैन बुढीलाई त मुठीमा पो लाग्नु मुठी अब तैँले पो तेरो बुहारी सिधा छ म त हुँदैन पनि राति बसी अब तेरो लगाइदिन्छु अब तेरो पो सिधा बुहारी छ हो तर तेरो बुहारी पनि सिधा लाग्छ तर उड्दैन पनि कराउँदैन पनि कहिले पनि देख्दिनँ मेरो बुढी त आम्मा बेक्कै पैसा दिन्छ नि त ओइ म त 2 पेक लाउनु पर्छ कि बल्ल यता म त 2 पेक लाउनु पर्छ कि बुढी त थर खानु थाल्छ अब साह्रै सिधा छ भने बुहारीलाई त्यसै चाहिँ नगरे बल्ल यता सुकेको थियो यता अर्कोपट्टि खुलाइदिइहाल्यो ल अब लाग्छु ल अब के गर्नु गएर धुलाई त खानुपर्छ त्यही हो ल ल म पनि लाग्छु ल के भयो भक्ति छुन्दै आइए भन्छस् त बिस्तारै के लाग्छ खै के हो यो के हो होइन कोही बेला बुहारी चाहिँ बाघको रूपमा आउँछ कि त्यो त छारेको म सिधा सम्झेको आमा मुठीमा राख्ने यस्तो अरे बुहारीलाई यस्तो म त सिधा सम्झेको थिएँ बुहारी नि डेन्जरै छ के हो होइन अब साथीहरूको छेउमा बदनाम नहोस् भनेर के जातको त्यो बुहारी त राई नि हो राइनीको फेलामा परि राइनीले धार परि सुन्न खाइने बिस्तारै ए लुइनी नि आजमा त दाजुभाइ त्यस्तै परेछ नि तँ झुक्किस के हो झुक्थ्यो नि मेरो त रातो बेल्ट रहेछ नि रेड बेल्ट लुइनी ढिलो भइस तेरो आफ्नो बाटो जा म आफ्नो बाटो ए ल म त बिर्सेँ धारमा त रातै छ त